नमस्कार, स्वागत छ तपाईलाई आजको यस भिडियोमा। साथीहरू, आज हामी कुरा गर्नेछौँ नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बुधबार आजको दिन अचानक सञ्चालक समितिको बैठकमा चाहिँ राजीनामाको घोषणा गर्छन् र यो घोषणा गर्नुको पछाडि कारण के हो? के यो सामान्य प्रक्रिया हो वा यसको पछाडि कुनै ठुला खेल भइराखेको छ, केही कुरा लुकेको छ? हामी त्यसको बारेमा चाहिँ चर्चा गर्नेछौँ। बोर्डको एक सञ्चालक सदस्यको अनुसार चाहिँ श्रेष्ठले सरकारलाई आफूले सहयोग गर्न राजीनामा दिन लागेको बताउनु भएका छन्। उनी चाहिँ शनिबार अर्थमन्त्री समक्ष आफै औपचारिक रूपमा राजीनामा बुझाउने तयारीमा हुनुहुन्छ, तर यतिमै कुरा चाहिँ सकिँदैनन्। यसको पछाडिको ट्विस्ट के हो भने उहाँ चाहिँ बैठकमा हिमालयन सिक्युरिटिज ब्रोकर नम्बर 96लाई स्पष्टीकरण सोध्ने निर्णय गर्छ र त्यसको कारणको कुरा गर्ने हो भने दीपक भट्ट र साहिल अग्रवालको गैर कानुनी सेयर कारोबारमा संलग्नता सन्तोष नारायण श्रेष्ठको पनि रहेको आशंका चाहिँ खुलेको छ र त्यस कारणले उहाँलाई पनि सरकारले तपाईँ राजीनामा दिएर यो छानबिन प्रक्रियालाई सहयोग गर्नुहोस् भन्ने कुरा भनेको हो। अब प्रश्न उठ्छ कि यो आइसोलेटेड केस हो वा बजारभित्रको कुनै ठुलो खेलको सङ्केत हो? यसको यस्तो घटनाले चाहिँ बजारमा तुरन्तै केही असर चाहिँ गर्न सक्छ। त्यो असर के गर्न सक्छ भने लगानीकर्तामा चाहिँ डर र अनिश्चितताको वातावरण सिर्जना हुन सक्छ। कारोबार चाहिँ घट्ने सम्भावना पनि बढेको छ। अर्को भनेको सर्ट टर्ममा चाहिँ बजार दबाव पनि आउन सक्छ। त्यो कुरा चाहिँ प्रश्न हामीले देखिराखेको छ। जब जब सरकारले कुनै एक्सन लिने चाहिँ कुरा गर्छ, नियामकले चाहिँ केही कडाइ गर्न थाल्छ भने, पारदर्शिता बढाउने कुरा गर्छ भने बजारले चाहिँ केही न केही तलमाथि आफ्नो रिएक्सन देखाउँछ। तर दीर्घकालीनमा चाहिँ बजार अझ स्वस्थ र राम्रो भई चाहिँ बजार अझ प्रतिस्पर्धा गर्न लायक हुन्छ। अब चाहिँ बजार खासमा अहिले चाहिँ कन्फ्युजनको फेजमा छ र यसले चाहिँ भोल्टालिटी बढाउने धेरै सम्भावना छ। अब कन्फ्युजनको केसमा के हो भने बजार कहिले घटिरहेछ, कहिले बढिरहेछ। एकैचोटि 2930बाट घटेर 2680सम्म आइसकेको बजार हो। फेरि त्यहाँबाट कमब्याक गरेर अहिले 2824को सायद आज क्लोजिङ दिएको छ। यो हिसाबले हेर्ने हो भने बजार अहिले साइडवेज चाहिँ खेलिराखेको छ 2880 र यो 2800को बिन्दुमा चाहिँ यो गत हप्तादेखि देखाइराखेको हो। र यो घटनाले चाहिँ भोलि अब सोमबार बजार खुल्दाखेरि, भोलि होइन भोलि शनिबार भयो, आइतबार ट्रेन पनि खुल्दैन, सरकारले 2 दिन सार्वजनिक बिदा दिएको हो। खुल्ने भनेको त्यही हो। अब सोमबार हो। सोमबारले चाहिँ बजारले यसलाई पोजिटिभ रूपले लिन्छ कि नेगेटिभ रूपले लिन्छ त्यो अब आउने दिनमा नै प्रष्ट हुनेछ। तर अनुमान के लाउन सकिन्छ भने सन्तोष नारायण श्रेष्ठको निधि चाहिँ केपी शर्मा ओली सरकारले गर्नुभएको थियो र त्यसमा पनि ठुलै रकमको चलखेल भएर उहाँको नियुक्ति भएको हो भन्ने कुरा चाहिँ मिडिया रिपोर्टमा त्यो बेला पनि आएको थियो। अनि त्यसैले चाहिँ मलाई लाग्छ बजारले यसलाई पोजिटिभ लिन्छ र सन्तोष नारायण श्रेष्ठको राजीनामापछि बजार चाहिँ के माथि जाने सम्भावना चाहिँ छ। बजार अनिश्चितताको खेल, यहाँ के हुन्छ कस्तो हुन्छ कसैलाई केही थाहा हुँदैन। जसले भन्ने त्यो प्रेडिक्सन हो, अनुमान हो। हस्, भिडियो यतिसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरेर सहयोग गरिदिनु होला। हस् त, नमस्ते।